डिकुले चाहिँ यहाँ मै पारिराख्नु भएको छ स्पेसल फलेको छ यतिखेर म बिरुवा लिनलाई आएको होइन मलाई यहाँ दिकुले पनि सघाउनुहुन्छ अरे बोक्नु पर्यो कम्तीमा त बोक कि किन भाँचिन्छ पनि क्या दिकु भाँचिन्छ र त त्यो तर सबै चेना दिनुपर्छ है म चाहिँ अलैँची बिरुवा पाखे अलैँचीको बिरुवा बोकेर बारी जाँदैछु लगभग यहाँबाट 20-25 मिनटको ठाउँ हो अहिले चाहिँ यतिखेर चाहिँ मेरो अलैँची बगानमा आएको छु पोहोर चाहिँ एउटै पनि थिएन अलैँची बगान अहिले यस्तो भएछ अलिक बुढो बुढो जरा मात्रै काट्दा हुन्छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू अनदर ब्लग सो तपाईँहरूमाझ फेरि पनि अर्को नयाँ ब्लग लिएर आइसकेको छु म चाहिँ झापाबाट गर्मी ठाउँबाट चाहिँ एकदमै चिसो ठाउँमा आइसकेको छु तपाईँले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा एकदमै हुस्सो लागेको छ होइन अनि म चाहिँ यो ठुलो ठुलो यो पिपलको फेद र बरको फेदमा चाहिँ बसेर चाहिँ एकदम आनन्दको सास फेरेर तपाईँहरूलाई यो ब्लग बनाइरहेको छु मेरो यो मिनी भ्लग तपाईलाई कस्तो लाग्छ हेरिदिनु होला हैन अगाडि नै मैले भनिसकेँ म चाहिँ पाहाडको घरमा आइसकेको छु भने म यहाँनेर मेरो काम गरेको यहाँनेर मैले यहाँ बिताएका दिनहरू हैन कस्तो के हुन्छ तपाईलाई म सबै कुरा बताउने छु यस्तो आनन्द ठाउँमा आइसकेको छु गाइज हैन तपाईले पनि देख्न सक्नुहुन्छ स्वर्ग जस्तो ठाउँ भनेको चाहिँ यही हो गाइज है तर अझ यहाँनेर यो खुल्दाखेरि चाहिँ एकदम राम्रो देखिन्थ्यो भने अहिले चाहिँ उस्यो लागेर एकदमै चिसो शीतल भएको छ हैन यो यस्तो मौसममा झापामा चाहिँ यस्तो लास्टै गर्मी थियो भने यहाँनेर चाहिँ आहा शीतल आनन्दको शीतल छ है गाइस ल त्यही हो है अब त्यस पछाडिको म आजको दिन चाहिँ यसरी नै बित्ने छ अनि तपाईलाई म सानो छोटो मिठो ब्लग हाल्नेछु यतापट्टि हाम्रो बाजुहरूको चियाबारी छ है अहिले चाहिँ अब त्यति राम्रो देखिएन होला हैन आनन्द वाउ सो गाइज हिजो चाहिँ मैले समुद्र मात्रै गर्न सकेँ हुस्यो लागिरहेको थियो होइन आज पनि हुस्यो नै लागिरहेको छ होइन यस्तो छ मेरो गाउँ चाहिँ अनि म चाहिँ यहाँनिर तलतिर दिक्कुकोमा अनि अलैँचीको बिरुवा लिन गइरहेको छु होइन हातमा कचियाहरू छ यहाँ एकदमै भारीहरू बोकेको छु मैले रेनकोटहरू बोक्नै पर्छ यहाँ जतिखेर पनि पानी पर्न सक्छ अहिलेको समय भनेको यस्तो चाहिँ गाउँ चाहिँ गाइज है यस्तो छ अनि जे होस् अब तपाईँहरूलाई म पाखे अलैँचीको बिरुवा ल्याएर रोपेको समेत तपाईँलाई म देखाउने छु है आजको ब्लगमा चाहिँ त्यही हो गाइज अनि नास्पाती फलेको छ अब कुनै दिन अलिक घाम लागेको बेला मात्रै खानुपर्छ है नास्पाती चाहिँ म यहाँनिर तपाईँलाई नास्पाती पनि देखाउने छु यहाँनिर झर्न आँटिसक्यो मेरो हातको गाइस ओहो ओहो यहाँ नास्पाती लट्टै फलेको छ ध्यान त्यस्तो छ गाइस है सो त्यही हो ल डिकुले चाहिँ यहाँ मै पारिराख्नु भएको छ यहाँ मै खाएर जानुहुन्छ अरे दही खाएर होइन देखो अब यहाँनिर चाहिँ फलेको छ गाइस यहाँनिर स्पेसल फलेको छ यहाँ वाउ स्पेसल फलेको छ हजुर कहाँबाट दिएको ए म चाहिँ यहाँनिर दिक्कुहरूकोमा अलैँचीको बिरुवा लिनु आएको गाइज होइन अनि यहाँनिर चाहिँ हेर्नुहोस् अलैँची बगान घुरेनमा पनि यस्तो अलैँची बगान छ दामी होइन तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँबाट देखाउँछु म यस्तो छ अलैँची बगान है वाउ दामी छ दामी अनि यस्तो छ के को फुल हो यो गाइज होइन त्यही हो अब म अलैँचीको बिरुवा भारी हाल्ने अनि लाग्ने हो यस्तो छ गाइज है यहाँ चाहिँ आनन्द खालको बसिराखौँ जस्तो हो छ त्यही हो गाइज ल अब अलैँचीको भारी हाल्छु
यहाँ दिने घरमा आएको छु। अब चियाहरू खाइसकेपछि अब भाडी हालेर लाने हो। ल गाइस, म चाहिँ अहिले यो हाम्रो डिकुहरूको बगान, कमलको बगानमा चाहिँ छु। यतिखेर म बिरुवा लिनलाई आएको होइन। मलाई यहाँ डिकुले पनि सघाउनुहुन्छ अरे परसम्म लानुको लागि। बिरुवा चाहिँ यहाँनिर रेडी छ गाइज होइन। बिरुवा रेडी छ है, बिरुवा रेडी छ। यो चाहिँ पाखे बिरुवा हो। अनि यहाँ पर पनि छ गाइज है, पर पनि छ। अनि यहाँ फलेको चाहिँ यस्तो हुन्छ गाइज, फलिरहेको छ यो यसपाल। कमल चाहिँ उहाँ इन्डियातिर हराएको छ भने यहाँ चाहिँ फलिरहेको छ है। यहाँ फलिरहेको छ, पैसा फलिरहेको छ गाइज होइन। अनि यहाँनिर यहाँ हेर्नुहोस् गाइज, यहाँ दिक्कुले मलाई यहाँ पनि बिरुवा राखिदिनु भएको छ। अनि यता मासतिर पनि बिरुवा भन्ने कुरा छ है। त्यही हो, अब यहाँ म भारी हाल्छु, त्यसरी मलाई दिक्कुले पनि सघाउनुहुन्छ अरे। अनि म लिएर जान्छु। अनि आज ओसार्ने मात्रै हो, लगभग भोलि बिहानतिर चाहिँ रोप्छु होला म है। यहाँ हुस्से पनि लागिसकेको छ है, सुनसान भइसकेको छ गाइज है। यस्तो छ ल। यो जरा नि हजुर दिक्कु, यो जरा चाहिँ भरे सिकाले अलिअलि काटेर रोप्नु ल। हुन्छ। यो जरा काटेर छिटो झन् आउँछ। होइन म भरे लगेर जरा काट्छु दिक्कु। जरा बाहिर निस्किजान्छ अहिले। जरा चाहिँ म चाहिँ हो त्यो काट्दै म चाहिँ रोप्छु। अनि भरे लानु नि। त्यसै गर्नुपर्छ होला। यहाँ पनि रहेन त, यहाँ अझ एक दुईवटा छ कि। किनभने नि अब त्यहाँ बिरुवाको यस्तै घाँडो हुन्छ र। घाँडो हुन्छ नि, घाँडो हुन्छ कम्ती गर्नु हुँदैन। थोरै मात्रै बोक्नु पर्यो। कम्ती मात्रै बोक्नु कि। किन भाँचिन्छ पनि क्या दिक्कु। भाँचिन्छ र त त्यो। तर सबै टेना दिनुपर्छ है। हजुर, लौरो गाड्नुपर्छ नि फेरि। यसलाई नभए त लोडी जाँदैन। यसलाई सबै लौरो गाडेर मैले रोपेको छु। ए लौरो बाँस छ त, अनि के बुझ्दा बाँध्दा बाँस त छ। बाँस फुटाएर पनि मुला फेदको 5वटा 6वटा निस्किजान्छ। यसपाल कतिवटा रोप्नु दिक्कुहरूले? मैले चाहिँ चाडा 3वटा चाडा रोप्नु। चाडा हाल्नुपर्छ कि दामी हुन्छ नि। म पनि अब यो टुसाले गर्दाखेरि झ्यामै आउँछ। म पनि चाटै हाल्नुपर्छ ल। चाडा अन्त टुसा यो एक अहिले रोपेको आङ यो सबै फल्ने सरा हो नि त यो। हजुर, यो फल्छ। आङ उकास छ। उकास छ होला। यो फल्ने सरा मात्र मैले गरेको। अर्को बुढो नलीको कामै दिँदैन नि। त्यो कानले पनि बत्ता त हान्छ। अझै एक ठाउँ बाँध्नु पर्यो दिक्कु। होइन यो 2 ठाउँ त बाँध्नै पर्छ। यो होइन, यतापट्टि सुल्किने छ। मैले यति मात्रै सकेँ। ए हुन्छ हुन्छ दिक्कु, पर भइहाल्छ। अब माथि पनि छ कि। हुन्छ, म भरे लान्छु। भरे बेलुका आएर दिनभरि त रोप्ने होला। यो त जाग्दैन दिक्कु नि, जाग्दैन नि। त्यो जाग्दैन, त्यो यो कानै हो। कान त्यो यो चाहिँ नमिसाएको पनि कानै हो नि। जाग्नु त जाग्छ कि त्यो टुसा हान्दैन यो बजिहाल्यो। मैले तपाईँ यसलाई चाहिँ एकचोटि यहाँ बाँध्नु पऱ्यो कि। अगाडि धेरै ट्रेनिङ गरेर मात्रै म त्यो बिरुवा रोप्ने गरेको छ कि। अनि त्यो भएर यस्तो चाहिँ काम दिँदैन। हो त नि, त्यो सबै फ्याँकिदियो। यो टुसा फालेर दामी फल्ने थियो कि। अब कमलले एकचोटि फालेर गएको, सहचारले जान्दैन नि के हुन्छ। माथि एक भारी हुने छ। माथि ए हुन्छ, माथि र यो एक भारी हुन्छ। ए हुन्छ। अब एक बिटा चाहिँ म पर्समा गाडीबाट भरे आज दिनभरि त रोप्ने होला नि। आज यसलाई ओसार्छु फेरि कि दिक्कु। खानु त नजाने होला नि त, पर आगोको आज होइन नि, मेरो आफ्नै फाँड्नु छ भने। आज यहाँ समिताले भनेको ए होइन, त्यहाँ त म आज जाँदिनँ कि। म अनि आफ्नो बिरुवा फेरि सुक्छ भनेर म चाहिँ यो सुक्छ नि त। बिरुवाको साह्रै माया। मैले 7वटा बिरुवा ओसार्दा अब यो काँच बिर्सिएछ कि। यो बिरुवालाई त पहिला नम्बरमा होइन यो रोपिहाल्नु पर्यो नि त। यो पैसा हो, पैसा नि। पैसा हो नि। सो गाइस, म चाहिँ अलैँची बिरुवा, पाखे अलैँचीको बिरुवा बोकेर बारी जाँदैछु। लगभग यहाँबाट 20-25 मिनटको ठाउँ हो होइन। अहिले भरे फेरि उकालो गएपछि मेरो गु निस्किन्छ गाइस, गु। सो गाइस, यतिखेर चाहिँ मेरो अलैँची बगानमा आएको छु। पोहोर चाहिँ एउटै पनि थिएन अलैँची बगान, अहिले यस्तो भएछ होइन। यो
उत्तिसहरूलाई पनि मैले घेरा चाहिँ हानेको छु, किनभने पाखे अलैँची रोप्दाखेरि चाहिँ उत्तिसहरू हुँदैन। तर पनि यहाँ चाहिँ मेरो बार्लाङहरू होइन खोल्चेहरू अलैँची छ। त्यही हो गाइस, अलैँची बगैँचा यस्तो भएछ। यता मासतिरको गरामा मैले भर्खर पाखे अलैँचीको बिरुवा ल्याएर राखेको छु। अब भरे यसलाई रोप्ने, खाना खाएर आइसकेपछि रोप्ने। अब देख्न सक्नुहुन्छ मेरो अलैँची बगान चाहिँ यस्तो भएछ गाइज है। वाह, अब यहाँ बिचबिचमा थपेपछि अर्को साल चाहिँ कडा हुनेछ। गाइज म चाहिँ होइन अलैँचीको बिरुवा ल्याइसकेपछि यसरी जरा म चाहिँ काटिदिन्छु। जरा काटेर यता राखेर चाहिँ रोप्छु म। त्यस्तो छ गाइज है। अलिक बुढो जरा मात्रै काट्दा हुन्छ, किनभने यसले नयाँ जरा हान्ने हो होइन। केही पनि फरक पर्दैन गाइज। अनि यसलाई ठ्याक्क खाडल खनेर यस्तो बुढो बोट चाहिँ काट्ने हो। अनि केही पनि फरक पर्दैन, यो यस्तो रोप्ने झ्याप्पै खाडल खन्ने हो है। अब कत्रो बनाउनु मन लाग्छ आफूलाई, कस्तो डिजाइनले रोप्नु मन लाग्छ रोप्दा भयो। फाइनली गाइस मैले चाहिँ रात भइसकेको छ होइन, निकै 7 बजिसकेको छ, झ्याउकिरी कराइरहेको छ र मैले चाहिँ यो बिचमा थपिदिएँ होइन। पातलो भएको थियो, बिचमा कति मरेको थियो होइन। र अहिले चाहिँ 7 बजेर रात परिसकेको छ भने मैले यहाँसम्म चाहिँ रोप्न सकेँ। अब रोप्नलाई निकै परैसम्म रोप्नुपर्नेछ गाइस होइन। बिउ पनि सक्यो, लगभग बिउ लगभग 400 जति रोप्यो होइन। 400 त नभनौँ, 400लाई अब यहाँनिर लगभग 200-150 जति रोप्यो गाइस। ल त्यही हो। सो सबैले हेरिदिनु भयो होइन, थ्याङ्क यू सो मच होइन। फेरि नेक्स्ट भिडियो लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि चाहिँ बाई गाइस। ल रात पऱ्यो।